बाबुको जन्मदत्ता बनिसक्यो हेर्नुहोस्, हजुरले देखिसक्नुहुन्छ। खाना आइसक्यो यहाँ पुरै। अब यो खाना खाएर चाहिँ म तुरुन्तै यस्तो छ अवस्था, डेन्जर छ अवस्था हेर्नुहोस्, डेन्जर छ, बाटो डेन्जर छ। हेलो एन्ड नमस्ते हजुर सम्पूर्ण सबैजनालाई हाम्रो 6pm युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। र म आज फेरि पनि सदाको दिन जस्तै हजुरसँग अपडेट गर्न आइराखेको छु। म अलिअलि बिजी भइराखेको छु। जब म एउटा बुवा भइसके पछाडि चाहिँ अब जब मेरो छोराको आगमन, छोराको जन्म भइसकेपछि चाहिँ अलिकति निकै नै बिजी हुँदो रहेछ। यो सेड्युल चाहिँ यति धेरै गाह्रो हुँदो रहेछ कि रातको होस् दिनको होस् होइन, शरीरको थकितको होस् थकानको होस् होइन, के गर्ने कसो गर्ने भन्ने कुरा चाहिँ एक्ज्याक्टली त्यो कुराहरू चाहिँ टाइम सेड्युल चाहिँ नमिल्दो रहेछ। त्यस कारणले गर्दाखेरि चाहिँ म तैपनि त हजुरहरूसँग एउटा सेयर गरौँ, हजुरसँग कन्टिन्यू गरौँ, भिडियोहरू बनाइराखौँ, अब अपडेट गरिराखौँ भन्ने एउटा चाहना हुन्छ। र ब्लग बनाउन सुरु गरिसके पछाडि हामीहरू ब्लगरहरूको लाइफ नै त्यस्तो हो कि सबै कुरामा अपडेट गरौँ, सबै कुरामा जानकारी दिउँ भन्ने जस्तो हामीलाई फिल हुन्छ। त्यही पनि विभिन्न कारणले गर्दाखेरि हामी ग्याप हुन पुग्छ, हामीले अपडेट गर्न सकिँदैन, अपडेट गर्न पाउँदैन। र म फेरि आज अपडेट लिएर आइरहेको छु। र आज चाहिँ हाम्रो छोराको सम्पूर्ण सबै कुराको विधि पुरा गरिसके पछाडि चाहिँ अफिसियल नेम छोराको नाम के राख्ने त भन्ने कुराको बारेमा चाहिँ मैले भिडियो बनाउन गइराखेको छु। मेरो छोराको नाम चाहिँ मैले यस्तो सोचेको छु, जुन चाहिँ मैले आज म ओडामा गएर दर्ता पनि गर्न लागिराखेको छु। यो नेम चाहिँ अस्ति हामीले न्वारानको नाम राखिसके पछाडि चाहिँ अफिसियल नेम सबैतिर सबैले बोलाउने नाम हामी राख्न खोजिराखेका छौँ। सल्लाह पनि भइसकेको छ हामी नाम। म तपाईँलाई यो भिडियो चाहिँ अन्तिममा हाम्रो छोराको नाम के हो भनेर हजुरलाई भनेछ, हजुरले अन्तिमसम्म यो भिडियो हेर्नुहोला। र देश विदेशबाट हामीलाई जहाँ जसरी जुन ठाउँबाट हेरिरहनु भएको छ, माया गरिरहनु भएको छ, साथ दिनु भएको छ, त्यसको लागि म हजुरलाई हार्दिक धन्यवाद र कृतज्ञता पनि व्यक्त गर्दछु। र सदा चाहिँ हाम्रो भिडियो पनि यसरी माया गर्नुहोला, हेर्नुहोला, लाइक गर्नुहोला, सब्सक्राइब गर्नुहोला। हजुरको माया, हजुरको साथ र सपोर्टले हामी एकदमै अगाडि पुग्थ्यौँ र धेरैभन्दा धेरै भिडियोहरू क्रिएट गर्न मन लाग्छ। र त्यसैले म चाहन्छु हजुरको माया सधैँ चाहिँ हामीलाई भइरहेकोस् र हामीलाई अपेक्षा छ त्यो माया चाहिँ हामीलाई कहिल्यै पनि कमी नहोस्। र हाम्रो भिडियो चाहिँ हजुरले सब्सक्राइब गरिदिनु होला। हाम्रो युट्युब च्यानललाई ज्यादाभन्दा ज्यादा सब्सक्राइब गरेर चाहिँ अल नोटिफिकेसनमा हजुरले क्लिक गरिदिनु भयो भने हाम्रो भिडियो हजुरले सधैँ देख्न पाउनुहुनेछ। अब हामी खाना खाएर चाहिँ म तपाईँलाई सम्पूर्ण कुराहरू देखाउनेछु, हजुरले हेर्नुहोला। मेरो चाहिँ यहाँ थकारी खाना आइसक्यो यहाँ पुरै। अब यो खाना खाएर चाहिँ म तुरुन्तै दौडिने, करिब 2 घन्टा लाग्छ। 2 घन्टा पुगेर चाहिँ काम सकेर आउनु पर्नेछ। थकाली खाना खाँदैछु। जे गरे नेपालीले खाने चाहिँ भातै हो होइन, दाल हो, भातै हो भन्छ नि। टक्का लगाएर भात खाने होइन, बाहिर जहाँ बसेर पनि त भात खानु पऱ्यो। अरू चिजहरू खान सकिँदैन, खाना मिल्दैन, त्यही भएर ठक्का खाना चाहिँ टक्का खायो, मिठो पनि हुन्छ, टक्का हुन्छ। खाएर चाहिँ लाग्नु पऱ्यो। गाह्रो हिँड्न पछि गाह्रो। म चाहिँ यहाँ हेर्नुहोस्, यहाँ आउँदै गर्दाखेरि बाटोमा पानी परेर चाहिँ यसरी भिज्नुपर्ने अवस्था छ। यहाँ ठुलो पानी पऱ्यो र ठुलो पानी परेको कारणले गर्दाखेरि चाहिँ यसरी ओत्लाएर बसिराखेको छु। भिजादी समयमा पुग्नुपर्ने तर समय लाग्ने जस्तो छ। हामीसँग रेनकोट पनि छैन। अब यस्तो ठुलो पानी पऱ्यो, अब कसरी
फाइनली म चाहिँ वडा कार्यालयमा आइसकेँ यहाँ जन्म दर्ता गर्नको लागि। अब यहाँ पानी परेर चाहिँ अघि नै आउनु पर्ने आउनु सकिरहेको थिएन। मसँग यहाँ फाइल पनि पाइसकेँ, यहाँ सचिव पनि भेट भइसक्यो। अब म चाहिँ जन्म दर्ता गरेर चाहिँ फर्किनेछु। आज बाबुको नाम राखेर मेरो छोराको नाम के हो भनेर हजुरले हेर्न सक्नुहुनेछ। र हामी चाहिँ यहाँ जन्म दर्ता गर्नको लागि म चाहिँ यहाँ सिन्धुपाल्चोक यहाँ मेलम्ची फोरेचौर वडा नम्बर 1 मा आउनु पर्यो। काठमाडौँमा बसोबास भए तापनि काठमाडौँमा बच्चा जन्मे तापनि तर नेपाल सरकारको नियमअनुसार यदि बसाइसराई नगरेको अवस्थामा चाहिँ जहाँ जन्मिएको जहाँ जुन ठाउँ हो त्यो ठाउँबाट चाहिँ जन्म दर्ता गर्नुपर्ने भएको कारणले गर्दाखेरि म आफ्नो वडा कार्यालयमा यहाँ आएको छु। पानी परेर चाहिँ यहाँ कस्तो समस्या पर्यो हेर्नु साथीहरू है। अब आउनै पर्यो, नआएर पनि नहुने। यहाँ पानी परेर चाहिँ यहाँ वडा कार्यालयमा छु। मैले सबै फर्महरू बुझाइसकेँ। अब चाहिँ म करिब सचिवजीलाई चाहिँ अब आधी घन्टा जति समय लाग्छ भनिराखेको छ। आधी घन्टाको समय सकेपछि चाहिँ जन्म दर्ता बोकेर चाहिँ म तुरुन्तै काठमाडौँ पुग्नेछु। आज बाबु जन्मेको 19 दिनपछि चाहिँ मैले यहाँ जन्म दर्ता गर्न आइराखेको छु। जन्म दर्ता तुरुन्तै चाहिने भएको कारणले गर्दाखेरि पनि जाडोले यतातिर चाहिँ जाडो छ, पहाडको बाटो चिसो भएको कारणले गर्दाखेरि पनि म यहाँ ज्याकेट लगाएर आइरहेको छु। मेरो चाहिँ यहाँ बाबुको जन्म दर्ता बनिसक्यो। हेर्नुहोस् हजुरले देखिसक्नुहुन्छ मैले यहाँ आफ्नो जन्म दर्ता लिएर बसेको छु। मेरो बाबु र छोराको नाम चाहिँ हो प्रयान तामाङ। हजुरले अब नाम बोलाउन सकिन्छ। प्रयान तामाङ बनिसक्यो। अब चाहिँ सक्यो। अब म चाहिँ टक्क लगाएर जानेछु काठमाडौँ फर्केर। ल बाबु तिम्रो नाम आजबाट तिम्रो नाम अफिसियल नाम प्रयान तामाङ है। म चाहिँ यहाँ बाबुको जन्म दर्ता गरेर फर्किसकेँ। बाटो यस्तो हिलामै सकेँ हेर्नु साथीहरू है। यहाँ यस्तो अवस्था छ, डेन्जर छ। आजबाट बाबुको नाम प्रयान तामाङ। हजुरहरूले मेरो छोरालाई अब प्रयान भनेर बोलाउन सक्नुहुन्छ। बाबु तिम्रो नाम प्रयान भनेर दर्ता गरेर आइसकेँ म। हेर त पानी परेर भिजेर यस्तो छ अवस्था, के गर्ने। हेर यस्तो बाटो लामै छ। बल्ल बल्ल यहाँ आएको, आउँदाखेरि पानी परेर यस्तो ढिलो भयो। न त अघि नै काम सकिसक्थ्यो। पहाडको बाटो यस्तै त हो। बर्खा लागिसकेपछि पहाडको बाटो हिँड्न सकिँदैन, जताततै हिलामी हुन्छन्। के गर्नु, अवस्था वार गर्नै पर्यो, यात्रा गर्नै पर्यो। नआइकन नहुने, नगरिकन नहुने, यस्तो छ अवस्था। डेन्जर छ अवस्था हेर्नुहोस्, डेन्जर छ बाटो, डेन्जर छ। काठमाडौँबाट नजिक भएर पनि के गर्ने, बाटो यस्तो छ अवस्था। अब फर्किए एकदम